नमस्ते। इङ्ग्लिस बुझिन्छ तर बोल्न खोज्यो कि मुखमा शब्द नै आउँदैन। धेरैको यही समस्या छ होइन त? तर चिन्ता नगर्नुहोस् है, आज हामी यही समस्यालाई तोडेर आत्मविश्वासका साथ बोल्ने केही सरल तरिकाहरू खोज्नेछौँ। बुझ्छु तर बोल्न सक्दिन। कति धेरै सुनिने वाक्य होइन? ज्ञान त छ तर बोल्नु पर्यो कि शब्दहरू कता हराउँछन् कता। यो एकदमै सामान्य कुरा हो, त्यसैले आत्तिनु पर्ने केही छैन। एउटा अध्ययनले के देखाउँछ भने झण्डै 80% भन्दा बढी इङ्ग्लिस सिक्ने मान्छेहरूले यही समस्या भोग्दा रहेछन्। मतलब यो हाम्रो व्यक्तिगत कमजोरी पटक्कै होइन, यो त सिक्ने यात्राको एउटा सामान्य पाटो मात्र हो र यो कुरा बुझ्नु नै समाधानतिरको पहिलो खुर्किलो हो। र सबैभन्दा राम्रो कुरा के थाहा छ? यो कुनै ठूलो समाधान नहुने समस्या नै होइन। यसको समाधान छ र त्यो हामीले सोचेभन्दा धेरै सजिलो छ। ल, अब त्यही समाधानको बाटोमा लागौँ है त। सबैभन्दा पहिले हामीले आफ्नो सोच्ने तरिका नै बदल्नुपर्छ। हेर्नुहोस्, इङ्ग्लिस बोल्नु भनेको जन्मजातै आउने कुनै ट्यालेन्ट होइन। यो त निरन्तरको अभ्यास ल्याउने कुरा हो। आफूसँग के छ भन्ने होइन, हामी के गर्छौं भन्ने कुराले फरक पार्छ। अब यी दुई सोचाइ हेरौँ त कति फरक छ। मलाई इङ्ग्लिस आउँदैन भन्नु भनेको त आफैले ढोका बन्द गर्नु जस्तै हो। तर जब हामी मैले प्र्याक्टिस गरेको छैन भन्छौँ नि, त्यसले एउटा नयाँ सम्भावनाको ढोका खोल्छ। किनकि क्षमता बदल्न गाह्रो होला, तर बानी त्यो त आजैबाट बदल्न सकिन्छ। यसलाई यसरी बुझौँ न, इङ्ग्लिस बोल्नु भनेको कुनै म्याजिकल ट्यालेन्ट होइन। यो त बानी हो, एउटा ह्याबिट। जस्तै हामी हरेक दिन दाँत माझ्छौँ वा एक्सर्साइज गर्छौँ नि, हो ठ्याक्कै त्यस्तै। सोचाइ त बदल्यौं, अब पालो आयो काम गर्ने। ल, अब 3वटा एकदमै सरल बानीहरूको बारेमा कुरा गरौँ जसलाई आजैबाट सुरु गर्न सकिन्छ। अनि हेर्नुहोला कसरी फ्लुएन्सीको यात्राले गति लिन्छ। यी 3वटा कदमहरू एकदमै सजिला छन्। पहिलो, सानोबाट सुरु गर्ने। दिनमा जम्मा 5-10वटा वाक्य बोल्ने। दोस्रो, इङ्ग्लिसमै सोच्ने, जसलाई हामी सेल्फ टक भन्छौँ। र तेस्रो, सुन्ने बानी विकास गर्ने। हरेक दिन जम्मा 15 मिनेट। कति सजिलो होइन त? पहिलो कदम मतलब सानो सुरुवातको लागि यस्तै सरल वाक्यहरूबाट थाल्दा हुन्छ। जस्तै आफ्नो दैनिकीको बारेमा भन्नुस्। I wake up at 6 AM वा I eat rice। अहिले ग्रामर मिल्यो कि मिलेन भनेर टेन्सन लिने होइन, बस बोल्ने बानी बसाल्ने हो। अब आयो दोस्रो कदम, सेल्फ टक। यो त दिमागलाई इङ्ग्लिसमा सोच्न लगाउने एउटा अचूक तरिका हो। तपाईँ जे गर्दै हुनुहुन्छ त्यसलाई मनमनै इङ्ग्लिसमा भन्नुस्। जस्तै चिया बनाउँदै हुनुहुन्छ, मनमनै भन्नुस् I am making tea। यसले के गर्छ भने बिस्तारै तपाईँको दिमागको डिफल्ट ल्याङ्ग्वेज नै परिवर्तन हुँदै जान्छ। तेस्रो र अन्तिम बानी हो सुन्ने अभ्यास। किनकि राम्रो वक्ता बन्न पहिला राम्रो श्रोता बन्नुपर्छ होइन र? हरेक दिन 15 मिनेट मात्रै कुनै साधारण इङ्ग्लिस कार्टुन हेर्नुस्, गीत सुन्नुस् वा सजिलो संवादहरू सुन्नुस्। यसले तपाईँको दिमागलाई भाषाको त्यो नेचुरल फ्लो र एक्सेन्टसँग घुलमिल गराउँछ। यो यात्रामा एउटा कुरा चाहिँ सधैँ याद राख्नुहोला, हाम्रो पहिलो लक्ष्य भनेको फ्लुएन्सी हो, पर्फेक्सन होइन। नदी जस्तै नरोकी बग्नु पर्यो, बाटोको हरेक ढुङ्गा मतलब ग्रामर मिलाउँदै बस्ने होइन। ग्रामर त समयसँगै सुध्रिँदै जान्छ। सुरुमा त आफ्नो विचारलाई बग्न दिनु नै सबैभन्दा ठूलो कुरा हो। ल, अभ्यासको कुरा त गर्यौं, तर अभ्यास सुरु गर्नुभन्दा अगाडि नै हामीलाई रोक्ने एउटा ठूलो शत्रु छ। त्यसलाई चिन्नु र जित्नु एकदमै जरुरी छ। र त्यो शत्रु बाहिर कतै छैन, हाम्रै भित्र छ। त्यो हो डर। एकछिन सोचौं त, हामीलाई बोल्नबाट साँच्चै केले रोकिराखेको छ? शब्द नजानेर हो त? होइन। धेरैजसो समय बाधा हाम्रो ज्ञानमा होइन, हाम्रो दिमागमा हुन्छ। खासमा यी दुईवटा डरले हामीलाई अगाडि बढ्न दिँदैन। पहिलो, कतै गल्ती हुन्छ कि भन्ने डर, र दोस्रो, अरूले हाँस्छन् कि भन्ने डर। यी दुवै डरले गर्दा हामी प्रयासै गर्नबाट पछि हट्छौं। तर साँचो कुरा के हो भने गल्ती गर्नु भनेको सिक्ने प्रक्रियाको कमजोरी होइन, यो त सबैभन्दा महत्त्वपूर्ण हिस्सा हो। कति राम्रो भनाइ छ नि, गल्ती नै टिचर हो। त्यसैले गल्तीसँग डराउने होइन, बरु हरेक गल्तीबाट सिक्ने हो। ल, अब यति धेरै कुरा गरिसकेपछि यी सबैलाई एउटा कङ्क्रिट प्लानमा बाँधौँ। यो हो हाम्रो 30 दिने च्यालेन्ज, एउटा यस्तो सरल योजना जसले तपाईँलाई रियल प्रोग्रेस देखाउनेछ। यो योजना यस्तो छ, हरेक दिन 10वटा नयाँ शब्द सिक्ने,
5वटा वाक्य बोल्ने, 15 मिनट सुन्ने र 5 मिनट सेल्फ टक गर्ने। हेर्दा त कति सानो लाग्छ हैन? तर विश्वास गर्नुहोस्, यो सानो सानो दैनिक लगानीले 30 दिनमा तपाईको आत्मविश्वासमा आकाश जमिनको फरक ल्याइदिन्छ। यो केवल जानकारी मात्रै होइन, यो एउटा कल टु एक्सन हो। किनभने योजना बनाउनु एउटा कुरा हो, तर काम सुरु गर्नु अर्कै कुरा। त्यसैले यो च्यालेन्ज भोलिबाट होइन, आजबाट पनि होइन, ठिक अहिले यहीँबाट सुरु हुन्छ। सुरु गर्न कुनै कन्फ्युजन नहोस् भनेर पहिलो दिनको वाक्य पनि तयार छ। बस आफ्नो नाम राखेर यी 3 वाक्य बोल्नुहोस्। माई नेम इज, आई वान्ट टु लर्न इङ्ग्लिस, आई विल प्र्याक्टिस एभ्री डे। ल, यही हो पहिलो कदम। अब प्रश्न यो होइन कि इङ्ग्लिस बोल्न सकिन्छ कि सकिँदैन। प्रश्न यो हो, आजको 30 दिनपछि तपाईँ आफूलाई कहाँ देख्न चाहनुहुन्छ? परिवर्तनको यात्रा आजबाट सुरु भयो है त।